यसमा अरू केही थप्ने मिलाउने कुरै छैन. बाइबल इज भेरी भेरी क्लियर द्याट होमोसेक्सुअलिटी इज सिन. कुनै एउटा व्यक्तिलाई, एउटा दारीजुङ्गा भएको, एउटा घोरले स्वर भएको, एउटा हुर्केको बढेको एउटा मेललाई है, एउटा मर्दलाई कसरी म फिमेल भन्नु सक्छु? उसको दारीजुङ्गा पनि छ, उसको स्वर पनि घोरले छ, केटाकै छ, उसको बडी म्यास्कुलिन बडी छ, उसको सबै कुरा हेर्दै गर्दाखेरि फिचर्सहरू केटाको छ, तर मलाई एउटा केटी भनेर है, एउटा फिमेल भनेर म भन्नै सक्दिनँ. मेरो कन्साइन्सले त्यो दिँदैन. तपाईँहरू सबैजनालाई येशू ख्रीष्टको नाउँमा फेरि पनि जय मसीह. म आजको दिन तपाईँहरूको बिचमा एउटा अति नै गम्भीर विषयलाई लिएर आएको छु. हाम्रो आफ्नै जातिको बिचमा, हाम्रो जग्गामा, हाम्रो क्षेत्रमा यी कुराहरू एकदमै फैलिराखेको छ. अनि यो हामी एउटा इसाई भएकोले गर्दाखेरि अलिकति चिन्ताको विषय पनि हो. अनि तपाईँ हामीले बुझ्न पर्ने, म एभ्री क्रिस्चियन पेरेन्टहरू कहाँ मेरो यो सन्देशबाट म पुग्न चाहन्छु. तपाईँ अनि हामीले एज अ चर्च, एज अ बिलिभर एन्ड स्पेसली एज अ पेरेन्ट हामीले बुझ्न पर्ने विषय छ. त्यो चाहिँ के भनेदेखिलाई, त्यो चाहिँ होमोसेक्सुअलिटी. आज म तपाईँहरूसँग होमोसेक्सुअलिटीको बारेमा केही बात गर्नेवाला छु, जो अहिलेको यो एकदमै ट्रेन्ड भइराखेको छ. यो अहिलेको समयमा मानिसहरूले एज अ ट्रेन्ड पनि लिइराखेको छ. कतिको डिसअर्डर हो भनेदेखिलाई, कतिको आफ्नो आफ्नै विचारहरू छ. तर अहिलेको यो समयमा म के देख्छु भनेदेखिलाई, त्यो सबै बिचमा पनि स्पेसिफिकली यो एरामा, यो एजमा चाहिँ अहिले यो पर्टिकुलर विषय चाहिँ ट्रेन्ड भएर गइराखेको छ. अनि धेरै क्रिस्चियन पेरेन्ट्सहरूले यसलाई नबुझेकोले गर्दाखेरि, अरू अन्य आमा बाबुहरूले पनि यसको विषयमा नबुझेकोले गर्दाखेरि हामीले धेरैचोटि हाम्रो बिचमै यो घटनाहरू घटिराखेको हुन्छ, तर हामीलाई थाहा हुँदैन. अनि हामीले यसको इन्टेन्सिटीलाई, यसको गम्भीरतालाई हामीले बुझिराखेको हुँदैनौँ. सो आजको दिन म तपाईँहरूसँग केही बुदाहरू लिइकन यो विषयमा म बात गर्नेवाला छु. मैले हालैमा सिक्किमभित्र पनि बङ्गालहरूमा दार्जिलिङ, कालिम्पोङ, स्पेसली दार्जिलिङमा मैले यो कुरा धेरै वर्ष, आजभन्दा 12-15 वर्ष अगाडि जब म त्यो ठाउँमा एउटा विद्यार्थी भइकन त्यहाँनिर पढ्दै थिएँ, कलेज पढ्दै थिएँ, मैले धेरै यो प्रकारको कल्चर अति नै त्यो त्यहाँको वातावरणलाई इफेक्ट गरेको देखिराखेको थिएँ भने. तर बिस्तारैसँगले हाम्रै ठाउँमा पनि, सिक्किममा पनि यो एकदमै बढिराखेको छ. अनि केही समय अगाडि मात्र मैले हेरिराखेको थिएँ, एकदमै यो पर्टिकुलर यो कम्युनिटी, एलजिबिटिक्यू कम्युनिटीले प्राइड मार्चहरू गरिराखेको थियो. अनि उनीहरूले यो विषयमा जानकारी दिइराखेको थियो, खुल्लासँगले उहाँहरू अघि आइराखेको थियो. हामीलाई मान्छेसँग प्रब्लम होइन, तर म फेरि पनि भन्न चाहन्छु, यो जुन प्र्याक्टिस छ द्याट इज नट बिब्लिकल. यो एउटा असल प्र्याक्टिस छैन. वी डोन्ट कन्डेम पिपल. हामी मान्छेलाई हामी कन्डेम गर्दैनौँ, हामी मान्छेलाई माया गर्छौँ. तर जे कुरा गरिराखेको छ त्यो पर्टिकुलर प्र्याक्टिसलाई चाहिँ हामी मान्दैनौँ. यो बाइबलीय, यो ईश्वरीय होइन. अनि त्यो चाहिँ कसरी भनेदेखिलाई यसको केही बुदाहरूमा म जान्न चाहन्छु. अनि यो होमोसेक्सुअलिटी चाहिँ किन चाहिँ ठिक छैन भनेर भन्दै गर्दाखेरि चाहिँ म पहिलो बुदा चाहिँ म मेडिकली जान चाहन्छु है. मेडिकली हेर्दै गर्दाखेरि चाहिँ के छ भनेदेखिलाई,
जब जब पनि यो होमोसेक्सुअलिटीलाई ट्रेस गर्यो अनि यसको मेडिकली जब पनि रिसर्च गरियो तब कुनै पनि व्यक्तिलाई होमोसेक्सुअल प्र्याक्टिसले फाइदा दिएको छैन मेडिकली हेर्दै गर्दाखेरि। अनि स्पेसली जब एउटा पुरुष अनि अर्को पुरुष जब उनीहरू इन्टरकोर्स हुन्छ, उनीहरूको सम्भोग हुन्छ, तब चाहिँ एकदमै डरलाग्दो बिमारहरू निक्लिने चान्सेस, रिस्क एकदमै बढेर जान्छ। अनि स्पेसली यसमा चाहिँ HIV भाइरस है, यो एकदमै एड्स भन्ने एकदमै बेसी मात्रामा हुने चान्सेस हुन्छ। सो त्यसले गर्दाखेरि अनि अरू अन्य बिमारहरू पनि जब एउटा पुरुष अनि अर्को पुरुष दुईजना सम्भोग गरेर फिजिकल इन्टिमेसी भइराखेको हुन्छ तब चाहिँ उनीहरूले त्यो हुँदै गर्दाखेरि चाहिँ उनीहरूको शरीरमा यो किसिमको बिमार आउने एकदमै बढी चान्सेस हुन्छ। अनि त्यो सँगसँगै मेडिकली हामीले हेऱ्यौँ भनेदेखिलाई जब जब यो होमोसेक्सुअल प्र्याक्टिसहरू हुन्छ, एउटा केटा अनि केटा अनि केटी अनि केटीको बिचमा या त बाइसेक्सुअल, तब चाहिँ अरू अन्य धेरैवटा बिमारहरू या त धेरैवटा डिसअर्डरहरू देखा पर्छ। यो चाहिँ हुन्छ। अनि ती मध्येमा चाहिँ हामीले स्पेसिफिकली हेर्दै गर्दाखेरि चाहिँ डायस्पोरा भन्छ है, डिस्मर्फिया भन्छ। त्यो चाहिँ के भनेदेखिलाई शरीरमा अचानक केही भागहरू चाहिँ अबनर्मल तरिकाले बढ्न थाल्छ। त्यो एकदमै अबनर्मल तरिकाले शरीरको केही अङ्गहरू त्यो बढ्दै जान्छ, त्यो डिसफङ्क्सन हुन्छ है। अनि त्यो सँगसँगै इटिङ डिसअर्डर है, एकदमै खानुमा पनि डिसअर्डर आउने। अनि त्यो सँगसँगै लो सेल्फ एस्टिम, अलिकति आफ्नो कन्साइन्समा पनि जहिले पनि आफूलाई लो फिल गरिराखेको। अनि त्यो सँगसँगै हेर्दै गर्दाखेरि मेडिकली हेर्दै गर्दाखेरि थुप्रोजना डिप्रेस्ड भएको, डिप्रेसनमा गएको, एङ्जाइटी अनि स्पेसली मल्टिपल सुसाइड अटेम्प्टहरूको यो प्रकारको रिजल्टहरू पनि आएको छ। सो त्यसले गर्दाखेरि चाहिँ हामीले मेडिकली हेऱ्यौँ भनेदेखिलाई पनि जुन प्रकारको यो प्र्याक्टिस छ, म तपाईँहरू मलाई सुन्दै गर्नुभएको जतिजना इभन इफ तपाईँ यो कुरामा तपाईँ हुनुहुन्छ, तपाईँले प्र्याक्टिस गर्दै हुनुहुन्छ भनेदेखिलाई पनि अनि तपाईँलाई थाहा छैन यसको कजेसहरू, यसको रिजल्ट के हुन्छ, यसको कन्सिक्वेन्स तपाईँलाई थाहा छैन भनेदेखिलाई अनि तपाईँले यो कुराहरूबाट जुझ्दै गर्नु भएको छ भनेदेखिलाई तपाईँले थाहा पाउनुपर्छ कि यो कुरा चाहिँ तपाईँले गर्दै गर्नुभएको प्र्याक्टिसको कारणले गर्दाखेरि यो होमोसेक्सुअल है, यो जुन प्रकारले है सेम सेक्ससँग हुँदै गरेको प्र्याक्टिसको कारणले गर्दाखेरि चाहिँ यी प्रकारको शरीरमा डिसअर्डरहरू आउने गर्दछ। अनि त्यसमा चाहिँ स्पेसिफिकली है धेरैजनाले एकदमै डिप्रेस भएर गएको, एकदमै एङ्जाइटी भएको है, यो प्रकारको कुराहरू आएको छ। त्यसमा धेरैजनाले सुसाइड अटेम्प्टहरू पनि गरेको छ है। सो मेडिकली हेऱ्यौँ भनेदेखिलाई पनि एक्चुअली यो जुन प्रकारको प्र्याक्टिस छ यो चाहिँ ठिक छैन। अनि म यो विषयहरूमा अलिकति छोटो जान्छु मेरो, तर मेन मुद्दा चाहिँ हो स्पिरिचुअली यसलाई बाइबलले के भन्छ भन्ने मुद्दा म तपाईँहरूलाई राख्छु। र अब हामीले यसलाई सोसियली हेऱ्यौँ भनेदेखिलाई पनि जब हामीले एउटा होमोसेक्सुअल प्र्याक्टिस चाहिँ हामीले सोसियली हेऱ्यौँ भने हामीले रिसर्च गर्दै गर्दाखेरि चाहिँ के पाउँछ भनेदेखिलाई यो होमोफोबिक भएको मानिस चाहिँ एउटा सोसाइटीभित्र जहिले पनि के हुन्छ भनेदेखिलाई धेरैभन्दा धेरै अरूलाई पनि इन्फ्लुएन्स गर्ने चान्सेस हुन्छ। होमोफोबिक चाहिँ मैले यसको बारेमा जब धेरै वर्ष अगाडिदेखि यो विषयमा मैले पढ्दै आएको, रिसर्च गर्दै आएको, लगभग 8-10 वर्ष भइसक्यो। अनि मैले हेर्दै गर्दाखेरि चाहिँ एउटा होमोफोबिक व्यक्तिले चाहिँ, किनभने ऊ सिङ्गल हुन्छ अनि उसलाई अर्को ऊ जस्तै एउटा
है व्यक्ति चाहेको हुन्छ। त्यसले गर्दा नपाउँदै गर्दाखेरि चाहिँ उनीहरू अरूलाई पनि इन्फ्लुएन्स गर्ने धेरै चान्सेस हुन्छ सोसाइटीमा। कन्टेजियस टाइपको छ यो है यो डिसअर्डर नि। सो त्यसले गर्दाखेरि चाहिँ किनभनेदेखिलाई मेरो आफ्नै कतिवटा मित्रहरू पनि मेरो आफ्नै साथीहरू पनि मैले देखेँ कि पहिलो उनीहरू नर्मल हुन्छ तर कसैको इन्फ्लुएन्समा आएर जो व्यक्ति अर्को व्यक्ति जस्तै एउटा गेई छ भनेदेखिलाई उसको इन्फ्लुएन्समा आएर चाहिँ त्यो अर्को नर्मल व्यक्ति पनि ती कुरापट्टि लागेको मैले देखेको छु। यो चाहिँ मेरो आफ्नै आँखाले देखेको हो। त्यसले गर्दाखेरि सोसाइटीमा पनि एउटा होमोफोबिक व्यक्तिले चाहिँ के गर्न सक्छ भनेदेखिलाई अर्को एउटा नर्मल व्यक्तिलाई व्यक्तिलाई उसले इन्फ्लुएन्स गर्न सक्छ। सो सोसाइटीमा यो कुरा पनि हामीले सर्वे गर्दै गर्दाखेरि देख्न सक्छौँ भइराखेको छ। अनि अब एउटा के छ भनेदेखिलाई एउटा होमोसेक्सुअल व्यक्ति चाहिँ आफ्नै एउटा आइडेन्टिटीमा स्योरै छैन। घरि है ऊ मेल छ तर उसले फिमेल आफूलाई भनिराखेको छ, यद्यपि यो फिमेल छ उसले आफूलाई मेल भनिराखेको छ। सो द्याट पर्सन एक्चुली इज नट स्योर अबाउट देयर ओन आइडेन्टिटी। अनि यो प्रकारको कुराहरू आउँदै गर्दाखेरि चाहिँ इट क्यान कज लट अफ ट्रबल इन द सोसाइटी। हाम्रो समाजमा पनि यो कुराले काहीँ न काहीँ एउटा नेगेटिभ कुराहरू हुन जान्छ। सो त्यसले गर्दाखेरि सोसियली हेऱ्यो भनेदेखिलाई पनि यो प्र्याक्टिस एन्ड आइ एम अगेन रिपिटिङ व्यक्ति पर्टिकुलर मान्छेको विरुद्धमा हामी उठेको होइनौँ या त कुनै मान्छे खराब एउटा सोसाइटीमा बस्नु हुँदैन या त यो खालको मान्छे हुनु हुँदैन भन्ने चाहिँ होइन। बट द प्र्याक्टिस आइ एम टेलिङ यो जुन प्र्याक्टिस चाहिँ छ जुन प्रकारको यो कार्य चाहिँ गरिराखेको छ दिस इज सोसियली यो चाहिँ के होइन एकदमै ठिक होइन है। सोसाइटीलाई पनि यसले बिगार्न सक्छ। अनि अब कोही बेला म गे भन्छु है, कोही बेला अब बाइसेक्सुअल भइहाल्छु, अनि फेरि कोही बेला प्यान, कोही बेला एक्सेट्रा एक्सेट्रा अब थुप्रो कुराहरू छ है। अनि त्यसले गर्दाखेरि चाहिँ आफ्नो आइडेन्टिटीमा हामी स्योर भएनौँ भनेदेखिलाई चाहिँ हामी कसरी आफूलाई नेतृत्व गरेर अगाडि बढ्ने हो। सो त्यसले गर्दाखेरि चाहिँ इभन आई हेभ सिन मेनी पिपल है धेरैजना यो प्रकारको कुराहरूमा चाहिँ है यसले परिवारहरूलाई पनि भत्काइराखेको छ, यसले परिवारहरूलाई पनि भत्काउने काम गरिराखेको छ। बाइसेक्सुअल यो प्रकारको प्र्याक्टिस भइराख्ने विवाह गर्छ। एउटा साधारण एउटा स्त्री एउटा मेल छ भने एउटा फिमेलसँग विवाह गर्छ तर उसलाई के मन पर्दैन के हुँदैन है, फेरि उसको मुड के हुन्छ, उसको माइन्ड कसरी चेन्ज हुन्छ, अनि उसले आफ्नो श्रीमतीलाई पनि त्यागेर उसले अर्को केटासँग पनि गएको यो प्रकारको स्टोरिजहरू पनि हामीले देखेको छौँ। यो प्रकारको घटनाहरू भनौँ न है घटनाहरू पनि घटेको छ। सो सोसियली पनि यो कुराहरू चाहिँ धेरै ठिक हो जस्तो म देख्दिनँ। अनि अर्को प्रकारले हेऱ्यो भनेदेखिलाई जब हामी यो प्र्याक्टिसमा धेरै हामी है यो प्र्याक्टिसलाई हामी धेरै ठाउँ दिन्छौँ भनेदेखिलाई नि यसले चाहिँ पपुलेसनलाई पनि मिनिमाइज गर्न थाल्छ। एउटा सोसाइटीमा जब यसलाई मेजोरिटीले प्र्याक्टिस गर्न सुरु गर्छ तब चाहिँ के हुन्छ देयर विल बी डिक्लाइन इन पपुलेसन एज वेल। किनभनेदेखिलाई एउटा मेल अनि अर्को मेल जब उनीहरू इन्टरकोर्स या त उनीहरूको शारीरिक सम्बन्ध हुँदै गरेको हुन्छ देयर इज नो चान्स अफ ह्याभिङ अ बेबी, उनीहरू रिप्रोडक्सन भन्ने कुरा हुँदैन। सो त्यसले गर्दाखेरि सोसियलीमा कसरी सोसाइटीमा कसरी हार्म गर्छ भनेदेखिलाई यो कुराले चाहिँ तपाईँको पपुलेसनलाई मिनिमाइज गर्दै जान्छ है, यसले रिप्रोडक्सन भन्ने कुरालाई ल्याउनु सक्दैन। सो त्यसले गर्दाखेरि सोसाइटीमा पनि है यो एकदमै हार्मफुल छ। यो 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 मेरो पर्सपेक्टिभमा हेर्दै गर्दाखेरि चाहिँ अब त्यो प्रकारको प्र्याक्टिस मेजोरिटीमा हुनु थाल्यो भनेदेखिलाई त अर्को पुस्तासम्म हामी जानु पनि सायद सक्छौँ कि सक्दैनौँ है। सो यो होमोफोबिक भएको व्यक्ति
हामीले माया गर्नुपर्छ, हामीले एक्सेप्ट गर्नुपर्छ, बट द प्र्याक्टिस फेरि पनि भन्छु है, त्यो जुन कार्य चाहिँ भइराखेको छ दिस इज नट राइट। यसले चाहिँ कहिले पनि कुनै पनि सोसाइटीलाई आजसम्म बेनिफिट चाहिँ दिएको छैन। सो यो भयो सोसियली, म यो एकदमै ब्रिफली मात्रै गइराखेको छु किनभने मेरो मुद्दा स्पेसिफिक मुद्दा चाहिँ यसमा छैन। म बाइबलीय मुद्दामा जान चाहन्छु अलिक है, अझ गहिरोमा। तर यो केही बुदाहरू मैले तपाईँहरूको अगाडि राखिराखेको छु। सो मेडिकली हेऱ्यो भनेदेखिलाई पनि यसले कहिले पनि कुनै पनि मान्छेलाई बेनिफिट दिँदैन। यसले धेरैवटा बिमारहरू, रिक्सहरू लिएर आउँदछ। अनि त्यो सँगसँगै हामीले सोसियली हेऱ्यो भनेदेखिलाई पनि सोसाइटीमा पनि यसले कुनै पनि एङ्गलबाट फाइदा दिने काम गर्दैन। अब हामीले ऐतिहासिक रूपमा हेऱ्यौँ भनेदेखिलाई पनि, हिस्टोरिकली हेऱ्यौँ भनेदेखिलाई पनि यो आज मात्रै एक्चुअली गरेको प्र्याक्टिस चाहिँ होइन, तर यो चाहिँ एकदमै एन्सियन्ट टाइम्सहरूदेखि, एकदम प्राचीन समयहरूदेखि नै यो प्र्याक्टिस भइराखेको छ। धेरै वर्ष, आजभन्दा 4000 वर्ष अगाडि है, 5000 वर्ष अगाडिदेखि नै यो प्र्याक्टिस भएको है सोसाइटीमा। अनि हिस्टोरिकल ऐतिहासिक रूपमा हेऱ्यो भनेदेखिलाई चाहिँ यो एन्सियन्ट इजिप्टदेखि नै यसको रेकर्ड छ, जहाँनिर त्यहाँ भएको मान्छेहरूले चाहिँ उनीहरूकोमा एभिडेन्स छ कि उनीहरूले यी कुराहरू प्र्याक्टिस गर्दथ्यो भनेर। बट इट वाज इन अ भेरी लो स्केल, एकदमै कम्ती है, मिनिमम अमाउन्टमा थियो, एकदमै रेयर थियो, बट स्टिल पिपल वेयर प्र्याक्टिसिङ। अनि हामीले हेऱ्यौँ भनेदेखि एन्सियन्ट ग्रिस अनि रोमनको हामीले हिस्ट्री, रोमको हिस्ट्री हेऱ्यौँ भनेदेखिलाई पनि यो प्र्याक्टिसहरू हुने गर्दथ्यो, जहाँनिर चाहिँ मेल उनीहरू आपसमा सम्भोग भइ गर्दथ्यो। अनि फिमेलहरू पनि थियो, बट इट वाज भेरी रेयर है, कम्ती मात्रामा हुने गर्थ्यो। एन्ड इट वाज नट एज ओपन एज इट इज राइट नाउ। आजको यो 21st सेन्चुरीमा जस्तो प्रकारले ओपनली गरिराखेको छ, इट वाज काइन्ड अफ अ ट्याबु, तर भए पनि पिपल दे युज टु प्र्याक्टिस हो। अनि हामीले इन्डियाकै इतिहासलाई हेऱ्यौँ भनेदेखिलाई इभन एन्सियन्ट इन्डियामा पनि यसको केही रेकर्ड्सहरू छ कि यो प्रकारको प्र्याक्टिसेसहरू बट क्लोज डोर्समा एकदमै लुकाएर छ भनेदेखिलाई कति एक दुईवटा केसेसहरू चाहिँ अब ओपन छ एक दुईवटा ठाउँहरूमा, तर मोस्ट अफ द यो केसलाई हेर्दै गर्दाखेरि चाहिँ उनीहरू चाहिँ क्लोजली यो कुराहरू चाहिँ तर भइराखेको छ। इभन चाइनातिर पनि यो प्रकारको प्र्याक्टिसहरू हुने गर्दथ्यो, तर कतिवटामा ती समयमा पनि इभन अपोज थियो भनेदेखिलाई, कतिवटामा डेथ पनिसमेन्ट पनि थियो भनेदेखिलाई, कतिवटामा चाहिँ एकदमै सोसाइटीबाट एक्सकम्युनिकेट गर्ने अनि उनीहरूलाई पनिस गर्ने या त थ्रेटन गर्ने या त त्यसलाई एक्सेप्ट नगर्ने कुराहरू हामी हिस्टोरिकली पनि देख्छौँ। तर भए पनि यो प्र्याक्टिसहरू भइरहेको थियो। तर ऐतिहासिक रूपमा हेऱ्यो भनेदेखिलाई पनि जब यो प्र्याक्टिस गरिन्थ्यो या त भइराखेको थियो, कुनै पनि एङ्गलबाट चाहिँ यसले चाहिँ बेनिफिट चाहिँ दिएको थिएन, कसैलाई पनि बेनिफिट चाहिँ पुऱ्याएको थिएन। यो जस्ट अ प्लेजर बिट्विन टु पर्सन, एउटा मेल अनि अर्को एउटा मेलको बिचमा एउटा उनीहरूको प्लेजर मात्रै हुन्थ्यो, तर अरू चाहिँ केही पनि फाइदा कसैलाई पनि पुगेको थिएन। सो त्यसले गर्दाखेरि चाहिँ हामीले ऐतिहासिक रूपमा हेऱ्यौँ भनेदेखिलाई पनि यो जुन प्र्याक्टिस छ यो ठिक छैन, यो ठिक छैन है। सो नाउ म तपाईँहरूसँग अब म खास मुद्दामा आउन चाहन्छु। किन चाहिँ म यसको तपाईँहरूलाई सिधै भन्दाखेरि आइएम एक्चुअली अगेन्स्ट, नट अगेन्स्ट पिपल बट अगेन्स्ट होमोसेक्सुअलिटी, अगेन्स्ट दिस प्र्याक्टिस। यो पर्टिकुलर कुराको विषयमा चाहिँ म यसलाई सहमति दिन सक्दिनँ। वाइ? बिकज म एउटा बाइबल पढ्ने व्यक्ति हो एन्ड दिस इज नट गडली। बाइबलले यसलाई सफासँग भनिदिएको छ, यसमा कुनै पनि कन्टेक्स्चुअल, कुनै पनि यसमा अरू केही थप्ने मिलाउने कुरै छैन। बाइबल इज भेरी भेरी क्लियर द्याट होमोसेक्सुअलिटी इज सिन। यदि तपाईँले मलाई सुन्दै गर्नुभएको अनि तपाईँले यो कुरालाई प्र्याक्टिस गर्दै गर्नुभएको अनि इफ यु आर कन्फ्युज एन्ड यु आर सर्चिङ फर एन एन्सर कि सायद यो ठिक हो होइन, आइ एम कन्फ्युज, एउटा सही कुरालाई तपाईँले खोज्दै गर्नुभएको छ भनेदेखिलाई
म तपाईँलाई भन्न चाहन्छु होमोसेक्सुअलिटी इफ यु टक अबाउट बाइबलमा चाहिँ क्लियरली लेखिदिएको छ कि यो चाहिँ पाप हो। अनि मेरो एउटा विचारमा पनि हाउ क्यान आई कुनै एउटा व्यक्तिलाई एउटा दारीजुङ्गा भएको, एउटा घोरले स्वर भएको, एउटा हुर्केको बढेको एउटा मेललाई है, एउटा मर्दलाई कसरी म फिमेल भन्नु सक्छु? उसको दारीजुङ्गा पनि छ, उसको स्वर पनि घोरले छ, केटाकै छ, उसको बडी म्यास्कुलिन बडी छ, उसको सबै कुरा हेर्दै गर्दाखेरि फिचर्सहरू केटाको छ, तर मलाई एउटा केटी भनेर है, एउटा फिमेल भनेर म भन्नै सक्दिनँ। मेरो कन्साइन्सले त्यो दिँदैन। या त एउटा स्त्री हेर्दै गर्दाखेरि उसको बडी स्ट्रक्चर, उसको फिचर, उसको भोइस, उसको सबै कुरा नै फिमेलको छ, तर उसले आफूलाई मेल भन्दैछ भनेदेखिलाई यो म गर्नु सक्दिनँ, यो हुँदैन। द्याट इज लाइक भेरी इम्पोसिबल फर मी। एक्सेप्ट हाम्रो कन्साइन्सले हामीलाई दिँदैन। त्यसले गर्दाखेरि अब हामीले बाइबललाई पनि हामीले लिएर अगाडि आउँदै गर्दाखेरि चाहिँ होमोसेक्सुअल यो प्र्याक्टिस चाहिँ वाट आई फाइन्ड एक्चुली इज द्याट यो चाहिँ परमेश्वरले मानव जातिलाई दिनुभएको सबैभन्दा पहिलो ब्लेसिङ्सको अगेन्स्टमा छ यो प्र्याक्टिस। त्यही कारण चाहिँ म यो मुद्दामा चर्चा गर्न अनि म तपाईँलाई भन्न चाहन्छु, कुनै पनि आजको दिनमा क्रिस्चियन पेरेन्ट्सहरू हुनुहुन्छ अनि धेरैचोटि चाहिँ के भइराखेको छ, क्रिस्चियन पेरेन्ट्सहरूलाई तपाईँहरू अनअवेयर भएकोले गर्दाखेरि, तपाईँहरूलाई यो विषयमा धेरै ज्ञान नभएकोले गर्दाखेरि धेरैचोटि चाहिँ तपाईँहरूको घरभित्रै मलाई चाहिँ यो कुरा थाहा छ बिकज आई वर्क विथ दोज पिपल, तर घरको पेरेन्ट्सहरूलाई थाहा भएको छैन कि आई हेभ फाउन्ड सो मेनी पिपल, आई हेभ टक्ड विथ देम एन्ड एन्काउन्टर मेनी इभन क्रिस्चियन यङ पिपल, उनीहरू यो प्र्याक्टिसमा छ, तर आमा पापालाई थाहा छैन यसको बारेमा। आमा बाबालाई यति मात्रै थाहा छ कि मेरो घरभित्र चाहिँ के आएको छ, मेरो साथीको साथी आएको छ, छोरीको छोरी आएको, बिकज कुनै छोरा आएको भएदेखिलाई चाहिँ प्रब्लम हुन्थ्यो, तर मेरो छोरीको छोरी साथी आएको छ नि, एन्ड इट्स फाइन, मेरो छोरीको साथी आएको छ, उनीहरू रुममा छोरी हो, दे आर सेफ, अनि के बातचित गर्दै होला या त उनीहरू केही पनि है, एउटा इट्स नर्मल। तर म तपाईँहरूलाई भन्न चाहन्छु धेरै केसेसहरू यस्तो भइराखेको छ, अनि इभन तपाईँहरूको घरभित्र हुँदै गरेको कतिवटा कुराहरूमा तपाईँहरू सचेत रहनुपर्ने हुन्छ। छोरीको साथी छोरी आयो भन्दै गर्दाखेरि चाहिँ, तर त्यो भित्र चाहिँ अर्कै कुरा भइराखेको हुन्छ। अनि यो चाहिँ मैले आफै नै भेटेको छु धेरैजना। मेरो छोराको साथी छोरा आयो भनेर तपाईँ ढुक्कै भएर नबस्नुहोस्, कतिवटा कुराहरू यो कुराहरू जानकारी तपाईँले लिनुपर्ने हुन्छ। आउँदै गर्दाखेरि त एज अ फ्रेन्ड आइराखेको छ, तर वाट दे आर प्र्याक्टिसिङ इज टोटली अगेन्स्ट बाइबल। यस्तो तपाईँलाई थाहा हुनुपर्ने हुन्छ। एज अ पेरेन्ट यु हेभ टु बी भेरी अवेर है। तपाईँहरूले यसको कतिवटा अलिकति अब नर्मल टाइपको तपाईँले देख्दै हुनुहुन्छ भनेदेखिलाई तपाईँहरू आफै नै सचेत हुनुपर्ने हुन्छ। अनि म किन यो प्र्याक्टिसको अगेन्स्टमा छु भनेदेखिलाई चाहिँ बिकज बिब्लिकली हेऱ्यो भने योले चाहिँ परमेश्वरले मानव जातिलाई दिनुभएको फर्स्ट ब्लेसिङलाई डिरेक्ट अट्याक गर्दछ। जब परमेश्वरले एडमलाई बनाउनु भयो नि, एडमको रिबबाट परमेश्वरले हवालाई बनाउनु भयो, बाइबल इज भेरी क्लियर द्याट परमेश्वरले मान्छे मेल अनि फिमेल बनाउनु भयो, एउटा केटा अनि अर्को एउटा केटी बनाउनु भयो, अनि एकअर्काको लागि बनाउनु भयो। एडमको लागि एडम होइन तर इभ बनाउनु भयो, अनि इभको लागि पनि एउटा पुरुष बनाउनु भयो, स्त्रीको लागि पुरुष अनि पुरुषको लागि स्त्री बनाउनु भयो। अनि परमेश्वरले फर्स्ट ब्लेसिङ्स के दिनुभयो भनेदेखिलाई, एन्ड एक्चुली दे वर मेड इन एन इमेज अफ गड, ऊ परमेश्वरको आफ्नै स्वरूपमा बनिएको थियो। अनि परमेश्वरले भन्नुभयो नाउ यु बी फ्रुटफुल एन्ड मल्टिप्लाई एन्ड सबड्यू दि अर्थ, यु इन्क्रिज भनेर परमेश्वरले आशिष दिनुभयो। मेरो फल्दै फुल्दै वृद्धि हुँदै जाऊ अनि पृथ्वीलाई भर्दै जाऊ भनेर परमेश्वरले भन्नुभयो। अनि यसको पछाडिको परमेश्वरको योजना चाहिँ के थियो भनेदेखिलाई चाहिँ
परमेश्वरले एडमलाई आफ्नै स्वरूपमा बनाउनु भयो अनि उनी एडम अनि इभलाई परमेश्वरले फेरि रिप्रोड्युस गर्ने क्षमता दिनुभयो अनि उनीहरूले जब जन्मिन्छ उनीहरूले परमेश्वरको स्वरूप धारण गरेकोले गर्दाखेरि उनीहरूले जन्माउँदै गर्दाखेरि उनीहरू जस्तै नानीहरू जन्माउँदै गरेको हुन्छ अनि परमेश्वरको स्वरूप बोकेको मानिसहरूले चाहिँ सारा पृथ्वी चाहिँ भरिएको परमेश्वरले देख्न चाहनुहुन्थ्यो अनि परमेश्वरको योजना चाहिँ यो नै थियो कि परमेश्वरको स्वरूपमा भएको व्यक्तिहरूले चाहिँ पृथ्वी भरेको परमेश्वरले चाहनुहुन्थ्यो। तर अब यहाँनिर हामीले इफ होमोसेक्सुअलिटीलाई हामीले कन्सिडर गर्न सुरु गऱ्यौँ भनेदेखिलाई चाहिँ हामीले यो फर्स्ट ब्लेसिङ्सको अगेन्स्टमा गइराखेको हुन्छ बिकज कोही पनि एउटा पुरुषले म 100% ग्यारेन्टी दिन्छु जन्माउनु सक्दैन उसले जति नै मेकअप गरे भने पनि केसलाई पालेर होस् नङ पालेर होस् उसले फिमेल जस्तो एउटा ड्रेसअप गरेर होस् जेसुकै गरेर होस् तर उसले जन्माउनु चाहिँ सक्दैन। यो चाहिँ परमेश्वरले फिमेललाई दिनुभएको यो आशिष हो। तर फेरि अर्कोपट्टि हेऱ्यो भनेदेखिलाई फिमेल आफैले मात्रै सक्दैन उसले फिमेल अनि फिमेल एउटा लेस्बियन रिलेसनसिपमा छ भनेदेखिलाई चाहिँ फिमेलको क्रोमोजोमसँग चाहिँ मेलको क्रोमोजोम जब फ्युज हुन्छ जब दुईटा क्रोमोजोम मेल अनि फिमेलको क्रोमोजोम इन्फ्युज हुन्छ दुईटा चाहिँ मिल्छ तब मात्रै चाहिँ त्यहाँनिर रिप्रोडक्सन हुन सक्छ तब चाहिँ त्यहाँनिर हामीले फिटस है त्यहाँनिर उनीहरूले त्यसको धेरैवटा मेडिकल है बायोलोजिकली धेरैवटा प्रोसेसहरू छ अनि उनीहरूले नानी जन्माउन सक्छ। तर यहाँनिर कुनै पनि फिमेल एक्लैले या त मेल एक्लैले या त मेल अनि फिमेल उनीहरूको शारीरिक उनीहरू सम्बन्धमा आउँदै गर्दाखेरि चाहिँ उनीहरूले नानी जन्माउनु सक्दैन। सो परमेश्वरले स्पेसिफिकली बनाउनु भएको चाहिँ यहाँनिर कुनै पनि थर्ड जेन्डर परमेश्वरले बाइबलमा बनाउनु भएको छैन। बाइबल इज भेरी क्लियर परमेश्वरले मेल बनाउनु भयो अनि फिमेल बनाउनु पुरुष बनाउनु भयो अनि स्त्री बनाउनु दुईजना चाहिँ एकअर्काको लागि बनाउनु भयो। सो मलाई सुन्दै गर्नुभएको तपाईँहरू कन्फ्युज हुनुहुन्छ भनेदेखिलाई बाइबल इज भेरी क्लियर अनि पछाडिको पर्पज परमेश्वरको यही नै थियो कि टु रिप्रोड्युस वान अफ द पर्पज परमेश्वरको उद्देश्य चाहिँ के थियो भनेदेखिलाई टु रिप्रोड्युस है अनि टु फिल दिस अर्थ है परमेश्वरको आफ्नै स्वरूपमा बनिएको व्यक्तिहरूले। अनि हामीले अर्को भागमा हेऱ्यौँ भनेदेखिलाई चाहिँ हामीले यदि इतिहासलाई हामीले अलिकति बाइबलको इतिहासलाई पनि हामीले हेऱ्यौँ भनेदेखिलाई सदोम र गोमरा भन्ने एउटा ठाउँ छ जहाँनिर चाहिँ परमेश्वरले त्यो एकदमै नाश गरिदिनु भएको छ। यो एउटा एन्सियन्ट एउटा सिटी थियो सदोम र गोमरा भन्ने यो मिडल इस्टमा पर्छ। तर परमेश्वरले यसलाई नाश गरिदिनु भयो। अनि कसरी नाश गर्नुभयो भने परमेश्वरले स्वर्गबाट आगो पठाउनु भयो अनि परमेश्वरले नाश गर्नुभयो। अनि यसको रिजन बिहाइन्ड परमेश्वरले यसलाई नाश गर्नुको चाहिँ के थियो भनेदेखिलाई चाहिँ हामीले इतिहासलाई हेऱ्यौँ भने इट्स नट ओन्ली रिटन इन बाइबल यसको अरू धेरैवटा हिस्टोरिकल बुक्सहरूमा ज्युज बुक्सहरूमा हामीले पाउन सक्छौँ कि त्यो पर्टिकुलर ठाउँमा चाहिँ एकदमै धेरै मेजोरिटीमा चाहिँ दे वेयर प्र्याक्टिसिङ होमोसेक्सुअलिटी द पिपल ओभर दे वेयर सो होमोफोबिक इभन लाइक बाइसेक्सुअल्सहरू पनि थियो। अनि उनीहरू चाहिँ एकदमै बेसी यो प्रकारको प्र्याक्टिसेसहरूमा थियो। अनि जब हामीले त्यहाँनिर हेर्छौँ भनेदेखिलाई मेल फिमेल फेरि यो प्रकारले उनीहरूले त्यो प्रकारको प्र्याक्टिस हुँदै गर्दाखेरि चाहिँ त्यो ठाउँमा चाहिँ यसरी भनिन्छ इतिहासले चाहिँ एकदमै डरलाग्दो हैजाहरू फैलिराखेको थियो बिमारहरू डरलाग्दो बिमारहरू निक्लिराखेको थियो अनि त्यो चाहिँ स्प्रेड भइराखेको थियो। तब चाहिँ परमेश्वरले के गर्नुभयो भने त्यो सम्पूर्ण सहरलाई नै नाश गर्ने योजना बनाउनु भयो एन्ड स्पेसिफिकली परमेश्वरले आगो वर्षाइकन है स्वर्गबाट आगो आइकन त्यो सम्पूर्ण सहरलाई नै नाश गर्नुको कारण चाहिँ के थियो भने त्यो हैजाहरू चाहिँ सब डर्नु पर्ने थियो है सबै डर्नु पर्ने थियो किनभनेदेखिलाई त्यो चाहिँ फैलिएर
पृथ्वीभरि फिजिँदै जाँदै थियो। सो त्यसले गर्दाखेरि चाहिँ परमेश्वरले सदम अनि गोमरालाई पनि परमेश्वरले नाश गर्नुभयो। अनि बाइबलले भनेको छ त्यहाँको मानिसहरू चाहिँ दुष्ट थियो भनेर भन्दछ, बिकज दे वर प्र्याक्टिसिङ होमोसेक्सुअलिटी। अनि लेभिटिकस 18:22 इज भेरी क्लियर। यसमा कुनै पनि कन्टेक्सुअल अरू कुनै पनि यसमा माथि तल गर्ने हाम्रोमा ठाउँ नै छैन। बाइबल इज लिटरल छ यो पर्टिकुलर प्यासेजमा एन्ड भेरी क्लियर द्याट परमेश्वरले भन्नुभएको छ यु स्याल नट लाई विथ अ मेल एज विथ अ वुमेन, इट इज एन अबोमिनेसन भनेको छ। कुनै पनि पुरुष चाहिँ जसरी स्त्रीसँग चाहिँ शारीरिक सम्बन्धमा आउँछ त्यसरी चाहिँ एउटा पुरुष चाहिँ अर्को पुरुषसँग जानु मिल्दैन, यो चाहिँ परमेश्वरको अगाडि चाहिँ घृणित हो भनेर परमेश्वरले सफासँगले भनिदिनु भएको छ। सो त्यसले गर्दाखेरि चाहिँ दिस इज अ सिन। परमेश्वरले यसलाई मन पराउनुहुन्न, परमेश्वरले यसलाई एक्सेप्ट गर्नुहुन्न। रोमन्समा पनि हामीले पाउँछौँ 1:26-27 कि होमोसेक्सुअलिटी चाहिँ परमेश्वरको अगाडि चाहिँ घृणित छ। अनि त्यो समयमा चाहिँ रोमन्सहरूले पनि यो प्र्याक्टिस गर्दै गर्दाखेरि चाहिँ एक्चुअली पलले चाहिँ रोमन्सहरूलाई भनिराखेको थियो यो चाहिँ एकदमै दिस इज नट नेचुरल, दिस इज अननेचुरल, यो चाहिँ परमेश्वरको अगाडि ठिक छैन। अनि 1 कोरिन्थियन 6:9 चाहिँ के छ भनेदेखिलाई यसरी लेखेको छ कि डोन्ट यु रियलाइज द्याट दोज हु डु रङ विल नट इनहेरिट द किङडम अफ गड, डोन्ट फुल योरसेल्फ, दोज हु इन्डल्ज इन सेक्सुअल सिन or who worship idols or commit adultery or are male prostitutes or practice homosexuality. Bible is very clear. 1 Corinthians 6:9 ले यसरी भन्छ कि के तिमीलाई थाहा छैन परमेश्वरको राज्यमा अधिकार गर्न सक्दैन ती व्यक्तिहरूले। अनि धेरैवटा पापहरूको विषयमा लेखिदिएको छ, ती मध्येमा एउटा चाहिँ के छ भनेदेखिलाई जसले चाहिँ होमोसेक्सुअल प्र्याक्टिस गर्छ त्यसले चाहिँ परमेश्वरको राज्यमा ठाउँ पाउँदैन भनेर बाइबलले भनेको छ। अनि 1 तिमोथी 1:10 पनि यस्तै प्रकारले हामीलाई जनाउदिन्छ। अनि अरू बाइबलमा पनि धेरै अन्य प्यासेजेसहरू छ जहाँनिर एकदमै क्लियर छ कि होमोसेक्सुअल इज एक्चुअली अ सिन बिफोर गड, अनि परमेश्वरले यसलाई रुचाउनुहुन्न। सो यदि तपाईँहरू यो कुरामा हुनुहुन्छ भनेदेखि कन्फ्युज हुनुहुन्छ भने अलरेडी यसलाई गरिराख्नु भएको छ भनेदेखिलाई म तपाईँलाई भन्न चाहन्छु यु स्टार्ट प्रेइङ एन्ड गड विल हेल्प यु। हामीसँग पनि यस्तो धेरै व्यक्तिहरू छ जो यहाँबाट निक्लिएर आएको पनि छ है, अनि परमेश्वरले अनुग्रह गर्नुभएको छ एन्ड दे आर नाउ लिभिङ अ नर्मल लाइफ। अनि एकदमै यसमा आशिष पनि छ, मजा पनि छ है, एकदमै यो म्यारेजको ब्लेसिङ्स है, अनि यसको कुरा यो है एउटा पुरुष अनि स्त्रीको बिचको है सम्बन्धको यसको एउटा मिठास अनि यसको एउटा उद्देश्य हाम्रो जीवनहरूमा हामी जब देख्छौँ भनेदेखिलाई त्यसको एउटा फिल नै अर्कै छ है, त्यसको आशिष नै अर्कै छ। तर हेर्नुहोस् त एउटा मेल अनि मेल बस्दै गर्दाखेरि मैले धेरै यस्तो केसेसहरू सुनेको छु, बेसी झगडा भएको है, बेसी एकदम फिमेल र मेल दुईजना केटा अनि केटीको बिचको भन्दा पनि डर लाग्दो एउटा टक्सिक एउटा इन्भाइरोमेन्ट क्रिएट भएको, एकअर्कालाई है फिजिकल टर्चर गर्दै है एकदमै बेसी सुसाइडल भएको, डिप्रेसन भएको यस्तो थुप्रो केसेसहरू छ। सो यसले कहिले पनि तपाईँलाई राम्रो गर्दैन। सो आइड लाइक टु एन्करेज यु, यदि तपाईँ यहाँबाट हुनुहुन्छ अनि तपाईँ यहाँबाट निक्लन चाहनुहुन्छ भनेदेखिलाई वी आर अलवेज देयर टु हेल्प यु है। हामीसँग धेरै यस्तो व्यक्तिहरू छ जो साँच्चै नै छुटकारा पाएको छ। अनि म तपाईँलाई अर्को भागमा के भन्न चाहन्छु भनेदेखिलाई यु प्रे मोर है। यो हेर्दै गर्दाखेरि चाहिँ पिपल आर नट रङ बट द थिङ द्याट दे आर प्र्याक्टिसिङ, अगेन आइ एम रिपिटिङ। अनि यो चाहिँ एकदमै हामीले हेर्दै गर्दाखेरि चाहिँ कतिले भन्छ पहिलो समयहरूमा चाहिँ के थियो भनेदेखिलाई चाहिँ यो चाहिँ एउटा डिसअर्डर भनिने गर्थ्यो, मेन्टल डिसअर्डर है। यो चाहिँ कतिवटा हर्मोनल डिसअर्डर भनेर यसलाई क्लेम गरियो भनेदेखि अहिलेको दिनहरूमा चाहिँ यो चाहिँ एकदमै यो नर्मल हो, यो ठिकै छ भन्ने पनि मानिसहरूको छ। तर बिब्लिकली हेऱ्यो भनेदेखिलाई चाहिँ म सिधै भन्न चाहन्छु दिस इज डिमोनिक एक्चुअली हो, यो चाहिँ परमेश्वरको विरुद्धको हो। यो पछाडि चाहिँ एकदमै यो चाहिँ हाम्रो पापको यो चाहिँ बाई प्रडक्ट हो। अनि यसलाई चाहिँ एउटा डेमोनिक फोर्सले चलाइराखेको छ, बिकज यसले चाहिँ के गरिरहेको छ भने परमेश्वरको वचनको अगेन्स्टमा
गइराखेको छ अनि मानिसहरूलाई त्यो प्रकारले इन्फ्लुएन्स गरिराखेको छ. दिस इज टोटली डेमोनिक. सो यु हेभ टु कम ब्याक है टु राइट पाथ जहाँनिर परमेश्वरले तपाईँलाई अनुग्रह गर्नुहुन्छ. अनि अर्को चाहिँ के छ भनेदेखिलाई आई वुड लाइक टु एन्करेज यु डोन्ट गो अकर्डिङ टु यर मुड. आज है एउटा व्यक्तिले के गर्दैछ भनेदेखिलाई चाहिँ आज मलाई केटा हुनु मन पऱ्यो म केटा हुन्छु, भोलिको दिनमा गएर मलाई केटी हुनु मन पऱ्यो म केटी हुन्छु हो, अनि फेरि पर्सिको दिनमा फेरि मलाई केटा हुनु मन पऱ्यो म केटा हुन्छु. त्यो प्रकारले हामीले गऱ्यौँ भने त मेरो माइन्डले मेरो मुड्सले त मलाई के भन्छ आजको दिनमा मलाई कसैलाई हत्या गर्नु पर्ने म गएर हत्या गर्नु भएन नि. आजको दिनमा गएर कोही बेला मलाई खुसी लाग्छ, सबै कुरा राम्रो हुन्छ, गाउँछु नाच्छु उफ्रिन्छु, वाउ है जिन्दगी कस्तो राम्रो रहेछ, त्यो मुडले मलाई लाइफ कस्तो दामी रहेछ भनेर भनिरहेको छ, वाउ दामी. भोलिको दिनमा गएर मेरो सिचुएसनले मेरो परिस्थितिले त्यो सबै टाइम त्यो खुसी मात्रै दिँदैन नि हो, लाइफमा स्ट्रगल आउँछ कतिवटा आउँछ. त्यो टाइममा चाहिँ के सोच्नु मैले फेरि अब मेरो जिन्दगी चाहिँ यस्तो रहेछ भनेर फेरि म मर्नु भएन नि है. मुडले हाम्रो माइन्डले हाम्रो सिचुएसनले त हामीलाई के लिएर आउँछ नि, तर त्यो अनुसार हामी चल्ने होइन नि. त्यसले त हामीलाई जीवनमा सिकाउँछ है कतिवटा कुराहरू, त्यसले हामीलाई परिपक्वतामा ल्याउँछ. अब आज मलाई केटा जस्तो हुनु मन पऱ्यो म केटा भयो अरे, वाउ म केटा रहेछु. भोलि मलाई केटी जस्तो हुनु मन पऱ्यो फेरि म केटी रहेछु, फेरि पर्सि मलाई केटा जस्तो हुनु मन पऱ्यो आहा म त केटा पो रहेछु फेरि हो. सो त्यसले गर्दाखेरि चाहिँ म के हो त एक्चुअली आई एम सो कन्फ्युज न होइन, म क्रस रोड म के हो, मान्छेलाई आफ्नो आइडेन्टिटी नै थाहा छैन. मुड अनुसार छ. फेरि भोलिको दिनमा मलाई कुकुर जस्तै हुनु पऱ्यो म कुकुर हो होइन नि, फेरि मलाई पर्सिको दिनमा गएर मलाई माछा हुनु मन पऱ्यो मलाई माछा पो हो कि जस्तो लाग्छ. मेरो मुडले त मलाई माछा भन्दैछ, म माछा हुनु हो. फेरि अर्को दिनमा मलाई म त चरा जस्तै उडेर कहाँ पुग्नु पाउन है, यो संसार छोडेर पखेटा फेरि म चरा हुनु होइन नि. म तपाईँलाई भन्न चाहन्छु तपाईँ यदि केटा हो भने तपाईँ केटा नै हो, यदि तपाईँ केटी हो भने तपाईँ केटी नै हो. सो त्यसले गर्दाखेरि चाहिँ मेरो मुडले त मलाई के भन्छ नि हो, मेरो सिचुएसनले त मलाई के भन्छ त त्यो अनुसार हामी चल्ने होइन नि, हामी चाहिँ रियालिटीमा जिउने. अनि त्यसले गर्दाखेरि चाहिँ किनभनेदेखि मैले धेरै सुनेको छु, भेटेको पनि छु यस्तो व्यक्तिहरू होइन. मेरो बोयफ्रेन्डले मलाई धोका दियो कि अब यी केटाहरू त यस्तो हुँदो रहेछ कि अब त ट्रस्ट हरायो, अब त केटाहरूप्रति त केटाहरू ठिक हुँदैन रहेछ भनेर त्यो केटी चाहिँ अर्को केटीसँग गएको हो. अब केटासँग ट्रस्ट हराएकोले गर्दाखेरि उसको अब केटासँग चाहिँ मुडै भएन, अब केटासँग उसको ट्रस्टै भएन, अब अर्को केटीसँग. तर जब त्यो अर्को केटीसँग गयो झन् डरलाग्दो टक्सिक भयो. फेरि फर्केर ऊ के भयो, केही वर्ष बाद केटासँग नै फेरि लभ भएर बिहा भयो. अब के भन्ने त हो, के भन्ने त. भोलिको दिनमा गएर तपाईँको कुकुरले चाहिँ माया गर्यो, मान्छे भन्दै बेसी माया गर्यो, तपाईँलाई चाट्यो भन्दै गर्दाखेरि अब म चाहिँ कुकुरै रहेछु भने कुकुरसँग बिहा गर्ने त होइन नि. त्यसले गर्दाखेरि चाहिँ हामी एकदमै क्लियर हुनुपर्छ, हामी एकदमै सचेत हुनुपर्छ यो विषयमा कि तपाईँको मुड अनुसारले तपाईँको आइडेन्टिटीलाई बताउने होइन, तपाईँको ईश्वरले तपाईँलाई त्यो चिनारी दिनुभएको छ है. अनि तपाईँलाई माया गर्नुहुन्छ. वी आर नट अगेन आइ एम टेलिङ द्याट यु नो वी आर नट अगेन्स्ट पिपल बट अगेन्स्ट दिस प्र्याक्टिस. अनि तपाईँहरू जति पनि क्रिस्चियन पेरेन्ट्सहरूले मलाई सुन्दै हुनुहुन्छ, यु हेभ टु बी भेरी केयरफुल है के भइराखेको छ तपाईँहरूको नानीहरूको बिचमा पनि. सबै कुरा नर्मल जस्तो देखिन्छ धेरैचोटि चाहिँ यु हेभ टु बी अवेर, अनि तपाईँले चेक गर्दै गर्नुपर्ने हुन्छ. अनि मलाई सुन्दै गर्नुभयो तपाईँहरू जतिजना पनि है नन बिलिभर्सहरू हुनुहुन्छ, जो कोही पनि हुनुहुन्छ, इभन जवानहरू हुनुहुन्छ, तपाईँ यो कुरामा है हुनुहुन्छ, प्र्याक्टिस गर्दै गर्नुहुन्छ, या त तपाईँ कन्फ्युज हुनुहुन्छ, या त तपाईँ है योमा जुङ जस्तो लाग्दैछ. म तपाईँहरूलाई फेरि पनि भन्छु कि यो कुनै पनि एङ्गलमा यसलाई हामीले मेडिकली हेऱ्यो भने, सोसियली हिस्टोरिकली हेऱ्यो भने, बिब्लिकली हेऱ्यो भनेदेखिलाई पनि यो कहीँनिर पनि यो फिट छैन. त्यसले गर्दाखेरि चाहिँ हाम्रो मैले केही समय अगाडि गान्तोकमा पनि यो कुराहरू भइराखेको देखिराखेको थिएँ. अनि आई डोन्ट थिङ्क दिस इज अप्रोप्रिएट है, प्राइड मार्च भनेर आई डोन्ट थिङ्क देयर इज समथिङ टु बी यु नो प्राउड अफ. यो कुराहरूबाट चाहिँ यसले कुनै पनि एङ्गलबाट चाहिँ हामीलाई बेनिफिट गरिराखेको हुँदैन. एन्ड स्पेसिफिकली बिब्लिकली हेऱ्यो भनेदेखिलाई चाहिँ दिस इज सिन. यो चाहिँ पाप हो परमेश्वरको अगेन्स्टमा, यो चाहिँ परमेश्वरको विरुद्धको कुरा हो. सो त्यसले गर्दाखेरि चाहिँ यो बढिराखेको छ यो कल्चर है, यो ट्रेन्ड जस्तो पनि लिइरहेको छ मान्छेले. यो चाहिँ अहिले फेसन जस्तो भइराखेको छ मान्छेको हो.
अब यता धोका पायो उता गइराखेको अर्कै भइराखेको सो यो एकदमै कन्फ्युजिङ पनि छ सो तपाईँहरू जतिजना मलाई सुन्दै हुनुहुन्छ इफ यु वान्ट हेल्प तपाईँहरूलाई हामी हेल्प गर्न सक्छौँ तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अनि यसको विषयमा अझ जानकारीहरू तपाईँले अझै बसेर तपाईँले बुझ्न चाहनुहुन्छ भनेदेखिलाई हाम्रो भिडियोमा एकदमै हामीले ब्रिफली मात्र भनिराखेको छौँ हामी अझ तपाईँहरूलाई धेरै हामी बुझाउन सक्छौँ तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ सो तपाईँहरू मलाई सुन्दै गर्नु जतिजना हुनुहुन्छ परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस् अनि यो कुरामा अलरेडी प्र्याक्टिस गर्दै गर्नुभएको तपाईँ LGBTQ++ को है व्यक्तिहरू हुनुहुन्छ भनेदेखिलाई परमेश्वरले तपाईँहरूलाई अनुग्रह गर्नुभएको होस् कि तपाईँलाई यहाँबाट परमेश्वरले निक्लिने शक्ति अनि त्यो क्षमता परमेश्वरले तपाईँलाई दिनुभएको होस् र तपाईँहरूको लागि प्रार्थना तपाईँहरूलाई आशिष छ हुन्छ सबैलाई जय